गरिरहेको छ माथि माथि यहाँ रोड राम्रो रोड छ यता पैदल यात्रुलाई यता छ बाटो सिन्धुलीको रातमाटा प्रशिक्षण केन्द्र सिन्धुली जिल्ला प्रशिक्षण केन्द्र यहाँबाट चाहिँ सिन्धुली माडी 1 किलोमिटर बाँकी रमाइलो छ सिन्धुलीको पिक्चर आफै बोल्छ भनेर हुन्छ फोटो आफै बोल्छ यो फोटो हेरेर थाहा भइहाल्छ होला म चाहिँ ठ्याक्क शान्तिनगर चोकमा छु यो सिधै बस स्ट्यान्ड जाने हो सिन्धुली गढीको सिन्धुली माडी बस स्ट्यान्ड जाने बाटो यहाँ निस्किन्छ त्यसपछि यतातिर विमान जाने अनि यतातिर काठमाडौँ जाने बाटो यो चाहिँ शान्तिनगर चोक सिन्धुली जिल्लाको शान्तिनगर चोक सिन्धुली जिल्लाको हस्पिटल रहेको छ यहाँबाट चाहिँ बजार इन्ट्री गर्ने ठाउँ म चाहिँ शान्तिनगर चाहिँ हुँदै आएको यहाँबाट सिन्धुली बजारतिर जाने बाटो यो चाहिँ भ्याली होटेल कम चाहिँ पाइनएप्पलको बोट यो चाहिँ रहेको छ अहिले देखाएको ठाउँबाट स्ट्यान्ड यो छ सिन्धुली जिल्लाको बस स्ट्यान्डहरू सबै बस स्ट्यान्डहरू यहाँ चाहिँ हो म माथि डाँडाबाट भ्यू गरिरहेको छु तलफी खोल्सा छ माथि बाटो हरियाली वाउ यो चाहिँ सिन्धुली जिल्लाको नापी कार्यालय यतातिर हाइवे हाइवेकै छेउमा छ यो भवन प्रहरी आवासको रहेको छ जिल्ला प्रहरी कार्यालय सिन्धुली बस आयो बस जिल्ला प्रहरी कार्यालय सिन्धुली अफिस डिभिजन 1 कार्यालय सिन्धुली बहुमती माध्यमिक विद्यालय कमलामाई नगरपालिका सिन्धुली हिमाली बजार आयो बस आजबाट लामो दूरीको साधनहरूको बाटो खुलेको हुनाले गर्दाखेरि बाटोहरू धेरै भिड रहेको छ बिहान बिहानै हरियाली शीतल रमाइलो छ यहाँबाट पनि बजार प्रवेश गरिन्छ सिन्धुली बजार प्रवेश गर्ने गेट त्यो छ माझीटार सिन्धुली बजार प्रवेशद्वार यहाँबाट आयो है यहाँबाट बजार प्रवेश यता सैनिक इलाका रहेको छ यतातिर सैनिक इलाका यो रहेछ माझीटार यसै जाँदा काठमाडौँ यतातिर विमान बर्दिवास यो भयो तिनपाटातिर जाने ठाउँ बाटो भित्री सडक माझीटार चोक यहाँबाट छुट्टिन्छ यता 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 यो चाहिँ ठ्याक्क माझीटार चोक फाइनली म घरमा